नमस्ते, स्वागत छ। म चाहिँ बाहिर निस्किसकेको छु अनि स्वागत छ यहाँहरूलाई मेरो आजको रात्रिकालीन यात्रामा। आज चाहिँ हामी दुईजना मात्रै निस्केका छौँ टक्क लाएर है। हेरौँ के कस्तो हुन्छ, कहाँसम्म जान्छौँ, कता कता जान्छौँ है त, के गर्छौँ। यस्तै छ नाइट यात्रा है आज चाहिँ। रमाइलो हुन्छ जस नाइटमा हिँड्न चाहिँ मलाई फेरि एकदम मनपर्छ कि नाइटमा यात्रा गर्न। दिनमा गर्मी हुन्छ र निस्किन सकिँदैन होइन, रातिमा चाहिँ एकदम मनपर्छ कि मलाई बाहिरतिर हिँड्न जस बाहिरको माहौल हेर्न। तर यति बेला भन्नुपर्छ भने रातिको 11:30 भइसक्यो है, 11:30-12 बज्नै लाग्यो। पसलहरू चाहिँ बन्द छ होइन, तर गाडी भने अझै यस्तो चलिरहेको छ नि होइन, बहुत आइरहेको गाडीहरू चाहिँ भइरहेछ। हामी चाहिँ यहाँदेखि यता त पसल हो त यता भन्नु गाड़ी कैसे आ रही है, देखो ना देखो ना। देखो ना गाइस, यता जाऊँ भनेको होइन, यता चाहिँ अहिले रातिमा पसलतिर जान लागेको। खासमा हामी चाहिँ पसलमा जानुको लागि निस्केको है। यता जानु लागेको कि अलिक टाढा पर्ला जस्तो भयो, धेरै लङ पर्छ जस्तो लाग्यो है। जाने फेरि फर्किने निर्णय गरेँ। भक्क नै हिँड्छौँ, अलि माथिसम्म गयो होइन। जाँदै थियौँ हेर्दाखेरि त जताको बन्द थियो कि, यहाँतिर चाहिँ जताको बन्द भएको कारणले ल अब चाहिँ त हुँदै जस्तो छ, फर्किनुपर्छ है भन्ने कुरा भयो। हामी चाहिँ अलि अगाडिसम्म पुगेर रिटर्न आयो होइन। फेरि फर्केर तलतिर अर्को बाटो आइयो जो हामी दिनदिनै घुम्न जाने गर्थ्यौँ। हामी अलि अगाडिसम्म गएको थियौँ है। अनि एकजना अगाडि गइसकेपछि एकजना अर्को साथी पनि आउनुभएको छ कि, उहाँ चाहिँ पुसी हुनुहुन्छ। पुसी पनि आइपुग्नु भएको थियो, रक्क भरेर कहाँ पुगेको हामीले छोडेर रोक्नु कि पर्छन्। म पनि आउँदै थिएँ भन्दै हुनुहुन्थ्यो होइन। त्यही पनि ठिकै छ नि त, अब आएपछि अब सबैजना आउनुभयो। त्यसपछि हामी सिधा फर्केर आएको छौँ यतातिर। अलि अगाडिको मौसम फेरि खतरा थियो कि, सिधा भन्नुपर्दा हामी चाहिँ भालो हान्न जान्छौँ है सँगसँगै। टक्कबाट अलि अगाडि पुगिरहेको थियौँ। हामी यसो हेरेको त स्कुटीमा मजाले किस गर्न लागिरहेको है। एउटा केटा र केटी होइन, कपाल सायद कपाल नै होला है। यति बेला अरू त को नै निस्किन्छ र, कपाल नै होला। टक्क यसो हेरेको मजाले किस गर्न लाग्यो। फेरि उहाँ साथीले फेरि भिडियो बनाउनलाई जुम गरेर देखान भनेदेखि उहाँ चाहिँ फेरि अरूको पर्सनल लाइफमा किन गर्नु भनेर भिडियो चाहिँ बनाएन। तर एकचोटि चाहिँ क्यामेरा चाहिँ
टक्क लगाएर उता देखाइरहेको छ यसो देखिएको छैन है गाइस राम्रोसँग हेर्नु होला है लगाएर देख्नुभयो त्यहाँ पर हेर्नुहोस् स्कुटीमा देख्नुभयो मजाले रोमान्टिक गरिरहेको छ क्या देख्नुभयो अलिक टाढै छ नि त त्यही भएर पनि सायद त्यो कमै देख्नुभयो होला है ओके गाइज हुन्छ फेरि है आजलाई यति नै भेटौँला भोलि अर्को नेटवर्कमा हस्त धन्यवाद जाँदा जाँदा लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला है त बाई बाई ओके गुड नाइट